नमस्कार अनि हार्दिक स्वागत छ प्रवासका गतिविधिमा। लोसार पर्वको पावन अवसरमा यही 18 फेब्रुअरी 2026 का दिन लोसार पर्व मेला बृहत सांस्कृतिक कार्यक्रम पिम्पिरी औंध पुणेले भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो। उक्त बृहत सांस्कृतिक कार्यक्रममा स्थानीय कलाकारद्वारा भरपूर मनोरञ्जन प्रदान गरेका थिए। उक्त बृहत सांस्कृतिक कार्यक्रममा स्थानीय बाल कलाकारहरूको शानदार प्रस्तुति रहेको थियो भने मेन्दोमाया नाच, तामाङ सेलो लगायतको प्रस्तुति रहेको थियो। उक्त कार्यक्रमको लागि मुम्बई नयाँ गाउँबाट वरिष्ठ कलाकार मणि कुमार पाखरिनले स्टेजमा आमा बोलको गीत गाएर आगन्तुक दर्शकहरूलाई मन्त्रमुग्ध पारेका थिए। सयौंको उपस्थिति रहेको उक्त कार्यक्रम भव्य र सभ्य रूपमा सफल भएको थियो। उक्त कार्यक्रमलाई उद्घोषक जेएल तामाङ काजी तामाङज्यूले रोचक ढङ्गले प्रस्तुत गर्नुभएको थियो। औंधको पुणेमा आयोजित उक्त कार्यक्रमका अध्यक्ष आचार्य सेराब जिङ्मे तामाङ, उपाध्यक्ष कृष्ण बहादुर तामाङ, कोषाध्यक्ष पासाङ लामा, उद्घोषक जेएल काजी तामाङ, व्यवस्थापन डीएस थापा हुनुहुन्थ्यो भने प्रमुख अतिथिमा भिकु भान्डे गेसे रजरतन, विशिष्ट अतिथिमा चिमु लोबेन, विशेष अतिथि गेलोङ भिक्सु मिङमा ग्याल्पो घिसिङ, सल्लाहकार टेम्पा शैला तामाङ रहनुभएको। उक्त कार्यक्रममा देश र विदेशबाट सहयोग गर्नुहुने हाम्रा अग्रज व्यक्ति आदरणीय दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक आभार व्यक्त गर्दै कार्यक्रम सफल पार्नको निम्ति तन मन धनले सहयोग गर्नुहुने सम्पूर्ण व्यक्तिहरूलाई विशेष धन्यवाद व्यक्त गर्दछौँ। औंध आयोजक टिम धन्यवाद। सम्पूर्णमा एलसी मिडियाका लागि लोकेन्द्र जयगढी।